के साथीभाइ तपाईँहरूकोमा यस्तो बाँस छ भने तपाईँहरू के गर्नुहुन्छ? दाउरा पोल्नुहुन्छ? नपोल्नुहोस् के। तपाईँहरूको लागि एउटा म चिज बनाएर लिएर आउँछु। जो चिज चाहिँ तपाईँले किन्नु भयो भने 1000-1200 पर्छ है त। र तपाईँहरूले पनि आफैले पनि बनाउन सक्नुहुन्छ। तपाईँले यो भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोस् कि। र सबैभन्दा पहिला चाहिँ हामीले यो बाँसलाई यस्तो छर्के काट्नुपर्ने हुन्छ। अनि यति यो आँखादेखि उँभो यति छोटो चाहिँ हामीलाई चाहिएको छ है त। तपाईँ हामीले यस्तो प्रकारले काटिदिनुहोस् बाँसलाई है। अब हामीलाई चाहिँ यतिको चाहिएको छ है त। र हामीलाई योसँग यस्तो एउटा काठको टुक्रा है, अनि यसकै बाँसको एउटा रिङ पनि चाहिएको छ है त। यस्तो प्रकारले काटिदिनुहोस् है। अनि यसलाई चाहिँ अब सेन्टर पारेर बिचमा पारेर दुईटा चिप बनाइदिनुहोस्, चिरिदिनुहोस्। यस्तो बनाइदिनुहोस् है। अब यसको यो आँखाहरू अलिक ताचिदिनु पर्ने हुन्छ चट्टाइसँगले। प्रकारले छर्के काटिदिनुहोस् है। अब यसलाई तपाईँले साइन पेपर लगाएर मजाले चिल्लो गरेर पलिसहरू गर्दा पनि हुन्छ है यसलाई मजाले। अनि दुलो पनि बनाइदिनुहोस्। तपाईँहरूकोमा कुनै ड्रिल छ भने छ, छैन भने तपाईँहरूले फलाम पोलेर पनि सक्नुहुन्छ है त। मैले यस्तै प्रकारले दुलो बनाइदिएको छु। तिनवटा गरेर रिङै दुलो बनाइदिएको छु है त। अनि यहाँ पछाडिपट्टिबाट एउटा दुलो बनाइदिएको छु हो। अनि चाहिँ तपाईँ हामीले यो काटिरहेको छ नि यसलाई। अब चाहिँ हामीले यो छ नि योमा चाहिँ यस्तो प्रकारले बनाइदिनुहोस् तपाईँहरूले। यो एउटालाई यहाँ काटी स्क्रु लगाएर यस्तो प्रकारले गरेको छु। यसलाई यहाँ, यसलाई यहाँ, यो चाहिँ के भयो स्ट्यान्ड भयो है त। अब यसलाई चाहिँ योलाई चाहिँ यहाँ हो, यसरी राख्दा पनि भयो, एडजस्ट गर्दा पनि हुन्छ। यहाँ राख्दा पनि भयो, यस्तो राख्दा पनि जता फोकस गर्नु चाहे त्यसै है। अनि चाहिँ तपाईँ हाम्रोमा यस्तो खालको चार्जरहरू छन् कुनै पनि है। तपाईँहरूले यस्तोलाई चाहिँ यो काटिदिनुहोस् है। यो हामीलाई काम छैन है। यो टक्कै काटिदिनुहोस्। तार चाहिँ हामीलाई काम लाग्छ नि। यो दुइटै है यस्तो प्रकारले काटिदिनुहोस् टक्कैसँगले है। अनि हामीले यहाँबाट छिराइदिनुहोस्। अब एउटा 15 रुपियाँ खालको यस्तो होल्डर चाहिँ चाहिन्छ है त। होल्डर लिएर आउनुहोस् है। र साथीभाइ अब मैले बनाएर रेडी है। अब होल्डर पनि रेडी। तपाईँ हाम्रोमा यस्तो खालको लाइट हुन्छ नि क्या, डिम लाइटहरू यस्तो अब जुनै कलरको पनि ल्याउनुहोस्। तपाईँले पहिला रातोमा देखाउँछ है त म। तपाईँहरूले यहाँ लगाइदिनुहोस् है यस्तो प्रकारले। अनि तपाईँले भित्र तानिदिनुहोस् सट्टैसँगले यस्तो प्रकारले। यस्तो प्रकारले भित्र तानिदिनुहोस् है। अब यसलाई अन गरिदियो। अब हेर्नुहोस् ल साथीभाइ, यसको रिजल्ट हेर्नुहोस् ल। अब साथीभाइ अब हेर्नुहोस् त कति मजाको देखिरहेको छ है। यसलाई चाहिँ तपाईँ हामीले यस्तो खालको राख्नुभयो भने झन् दामी देख्छ बल्बहरू है। हेर्नुहोस् त अब यहाँ कुनै जग्गामा है। अब यस्तो प्रकारले राख्नु चाह्यो भने जसो राख्दा पनि हुन्छ। तपाईँ हामीले कस्तो लाग्यो है मेरो यो सानो जुगाड? तपाईँहरूलाई मन पर्यो भने तपाईँहरूले पनि यस्तै बनाउनुहोस् है मजाले है। सजिलो छ नि बनाउनु, हो कि होइन? देखाइहालेँ तपाईँहरूलाई बाँसको बनाउनु कति सजिलो छ है। अब किन्नु पर्यो भने तपाईँले यति तपाईँले दाम सोधेर हेर्नुहोस् है। यति बनाएको किन्नु भयो भने तपाईँले कति पर्छ है। तपाईँहरूले पनि यसरी बनाउनुहोस्। बाँसहरू किन खेर फाल्नु होइन। तपाईँ हामीले सबै यो लाभरको किन किनेर ल्याउनु, पैसा पनि नोक्सान है हामीलाई है। त्यसै कारणले यस्तो बनाउनुहोस् न, मजाको पनि देख्छ है, अर्ग्यानिक है। ल त कस्तो लाग्यो यो मेरो सानो जुगाड है त बाँसको? तपाईँलाई मन पर्यो भने चाहिँ यो भिडियो सक्दो सेयर गरिदिनुहोस् है। अनि तपाईँले पनि बनाउने ट्राई गर्नुहोस्। र तपाईँले जाँदा जाँदा यो भिडियोलाई तपाईँहरूले सक्दो कमेन्ट गरिराख्नुहोस् है, भाइको कस्तो लाग्यो यो भिडियो है। ल अन्त जाँदा जाँदा तपाईँले एउटा लाइक त गरिहाल्नुहुन्छ है। ल आजको लागि यति नै साथीभाइ। भोलि फेरि अर्को जुगाडको साथमा भेट्नेछु है त।